हस्पिटल फार्मेसीको केही इम्पोर्टेन्ट कुराहरू द हस्पिटल सुड ह्याभ दिस टाइप अफ अर्गनाइजेसन प्याटर्न हस्पिटलको चाहिँ अर्गनाइजेसन प्याटर्न चाहिँ यस्तो हुनुपर्छ अरे। मैले चाहिँ यहाँ बनाएको छु मन्त्र सिजी बिदामा छ सिजी बिदामा छ सिजी बिदामा छ सिजी बिदामा छ। सी भनेको कर्पोरेसन जी भनेको गभर्निङ बडी सी भनेको कर्पोरेसन जी भनेको गभर्निङ बडी बी भनेको बोर्ड अफ ट्रस्टी समिति अनि डी भनेको डाइरेक्टर डी भनेको डाइरेक्टर अनि ए भनेको एसिस्टेन्ट डाइरेक्टर। यो भनेको चाहिँ डाइरेक्टर हो भने अर्को ए भनेको चाहिँ एसिस्टेन्ट डाइरेक्टर सिजी बिदामा छ। सी भनेको कर्पोरेसन जी भनेको गभर्निङ बडी अनि बी भनेको चाहिँ बोर्ड अफ ट्रस्टी समिति भनिन्छ डाइरेक्टर डी भनेको डाइरेक्टर अथवा एमएस मेडिकल सुपरिन्टेन्डेन्ट अनि अर्को भनेको ए भनेको एसिस्टेन्ट डाइरेक्टर। अर्को द हेरार्की अफ अ typical organization is below governing body committee executive finance EFD committee governing body hierarchy चाहिँ governing body committee अनि EFD governing body executive finance development public relation EFDP FDP भनेर याद गर्नु होला एक्जिक्युटिभ एफ भनेको फाइनेन्स डी भनेको डेभलपमेन्ट पी भनेको पब्लिक रिलेसन अर्को पब्लिक रिलेसन यति याद गर्नु होला अहिले। धन्यवाद।